नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरुमा हेडलाइन्स। कोशी नदीमा डुबेर एक बालकको मृत्यु। महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु। काठमाडौँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु। आज नवरात्रिको अन्तिम दिन शक्ति स्वरूपमा माता सिद्धिदात्री देवीको पूजा गरिँदै। शक्तिपीठ राजदेवी मन्दिरमा बलि प्रदान सम्पन्न। यसपल्ट करिब 15,000 बलि चढियो। र युक्रेनको क्राइमियामा एक क्याम्पसमा गोली चल्यो, 19 जनाको मृत्यु। अब समाचार विस्तारमा। दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका 5 स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा 3 का 15 वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरले जनाएको छ। हनुमान नगर कङ्कालिनी नगर पालिका 14 डबला स्थित मामाघर आएका उनी आधा घण्टाको दूरीमा रहेको स्थानमा नुहाउन गएका थिए। बालकसँग नुहाउन गएका मामाका छोरा र सानी आमाका छोराले बचाउने प्रयास गरे पनि कोशी नदीको बङ्गालोमा फस्केकाले बचाउन नसकेको परिवारको सदस्यले बताएका छन्। यसैबीच सप्तरीको सप्तकोशी नदीमा करिब 65 वर्षीय एक वृद्धको शव फेला परेको छ। कोशी ब्यारेजको ढोका नम्बर 52 र 53 को मध्यभागमा अड्किएको अवस्थामा वृद्धको शव निकालिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शवको प्रक्षिण राजविराज स्थित अञ्चल अस्पतालमा गरिएको छ। अहिलेसम्म शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। महोत्तरीमा आज दिउँसो मोटरसाइकल पुलमा ठोकिँदा 18 वर्षीय गोविन्द शाहको मृत्यु भएको हो। प्रहरीका अनुसार शाहले ज 5 प 2418 नम्बरको मोटरसाइकल तीव्र गतिमा चलाउँदा पुलमा ठोकिएको थियो। दुर्घटनामा घाइते भएका शाहलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको थियो। अस्पतालमा लगिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जानकारी दिएको छ। काठमाडौँ महानगरपालिका 15 स्वयम्भू ठुलो भयाङमा मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु भएको छ। आज 26 प 3707 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदल यात्री काठमाडौँ स्वयम्भू सानो भर्याङ बस्ने सिन्धुपुलचोक जुगल गाउँपालिका 7 का 55 वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको थियो। उनलाई उपचारका लागि स्वयम्भू स्थित मनमोहन अस्पताल पुर्याएको थियो। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अब न्युजमा व्यावसायिक विश्रामपछि। आज नवरात्रिको अन्तिम दिन शक्ति स्वरूपमा माता सिद्धिदात्री देवीको पूजा गरिँदै। शक्तिपीठ राजदेवी मन्दिरमा बलि प्रदान सम्पन्न। यसपल्ट करिब 15,000 बलि चढाइयो। र युक्रेनका क्राइमियाका एक क्याम्पसमा गोली चल्यो, 19 जनाको मृत्यु। आज नवरात्रिको अन्तिम दिन हिन्दूहरूकी देवी शक्ति रूपमा नवदुर्गाका 9वटा स्वरूपलाई नवरात्रभर हरेक दिन फरक फरक स्वरूपमा आज पूजा आराधना गर्ने क्रम आजदेखि सम्पन्न भएको छ। माता दुर्गाको नवशक्तिको नाम सिद्धिदात्री हो। आज नवरात्रको 9औं दिन अर्थात् महानवमीको दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। सिद्धिदात्री सबै प्रकारका सिद्धि र विजयका प्रतीक हुन्। सबै शास्त्र र विधि अनुसार निष्ठाका साथ सिद्धिदात्री देवीको साधना गर्ने साधकलाई सबै सिद्धि प्राप्त हुने विश्वास गरिन्छ। सिद्धिदात्री देवीलाई ब्रह्माण्डमाथि विजय प्राप्त गर्ने देवीको स्वरूपका रूपमा लिइन्छ। आजको दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्रीको पूजा हुन्छ। आज रातिबाट नवरात्र सकिएसँगै भोलि बिहानैदेखि विजयादशमीको टीका सुरु हुन्छ। प्रत्येक हिन्दू धर्मावलम्बीका घर घरमा आज घर परिवारहरू आपसमा भेला भएर भोज गर्ने र रमाइलो गर्ने प्रचलन छ। दशैंमा 9 दिनसम्म शक्तिपीठ तथा घरमा पूजा अर्चना सहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ। पहिलो दिन शैलीपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ। शक्तिपीठ राजदेवी मन्दिरमा यसपटक 14,900
97 बोका बलि चढाएको छ। यसपटक गत वर्षभन्दा 2550 बढी बोका बढी चढेको छ। गत वर्ष 12,447 बोका बलि चढाइएको थियो। विभिन्न सङ्घ संस्था विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आएको पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पूर्ण वृद्धि भएको देखिएको छ। महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा 2073 सालमा 14,617 बोका बलि चढाएको थियो। जनकवंशी राजाको कुलदेखि सो मन्दिरमा असत्यमा सत्य, अर्धमा धर्म, अन्ध्यारोमा उज्यालो प्राप्ति तथा कार्यसिद्धि र मनोकामना पूर्णताका लागि बोका बलि दिने चलन छ। राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया, चण्डिका, पार्वती, कौशिकी, जानकी र किशोरी नामले पनि पूजा अर्चना गर्ने परम्परा छ। अनिकालले गर्दा परेको विकट सङ्कटबाट मुक्तिका लागि राजदेवीको स्थापना गरिएको जनविश्वास पाइन्छ। काठमाडौँको हनुमान ढोका स्थित तलेजु भवानीको मन्दिरमा आज सर्वसाधारणका लागि खुला गरिएको छ। प्रत्येक वर्ष दशैँको नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने हुँदा मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ। आजका दिन तलेजु भगवानीको दर्शन गरेमा सुख, शान्ति तथा पारिवारिक समृद्धि कायम हुने जनविश्वास रहिआएको छ। यसै गरी सोही मन्दिरमा नजिकै गएराती 54 बोका तथा 54 राँगाको बलि दिएर कालरात्रि मनाएको छ। कालरात्रिका दिन सहकारी स्तरबाट नै मन्दिरमा बलि दिने प्रचलन छ। तलेजु भवानीको मल्ल राजाहरूको इष्टदेवीका रूपमा मान्दै पूजा गर्ने गरेको पाइन्छ। यस्तै कर्नाटवंशी राजा हरिहरसिंह देवले तलेजु भवानी उपत्यकामा ल्याएको पनि इतिहासमा उल्लेख छ। सन् 1325 भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बस्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ। बसन्तपुरका साथै कृतिपुर, फर्पिङ, साखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पुनौती लगायतका ठाउँमा पनि तलेजु भगवानको पूजा आराधना गरिन्छ। राजा रत्नमल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भए पनि पछि विक्रम सम्वत 1620 महेन्द्र मल्लले अहिलेको यो मन्दिर बनाएका हुन्। यही मन्दिरको माथिल्लो तलाबाट राजा महेन्द्र मल्लले जनताको घरमा धुरीबाट धुवा निस्किएको हेरेपछि मात्र खाना खाने गरेको किंवदन्ती छ। यो मन्दिरमा दर्शन गरे रोग व्याधिबाट मुक्त भई पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास छ। आज देशभर महानवमी पर्व मनाइँदैछ। आश्विन शुल्क प्रतिस्पर्धाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धा भक्तिपूर्वक पूजा अर्चना गरिन्छ। हनुमान ढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिएको छ। साथै हनुमान ढोकाभित्र रहेको नासल चोकमा रहेको मौलो पूजा पनि गरिएको छ। हनुमान ढोकाबाट राजाहरूले राजपाट चलाउन्जेल नवमीको पूजालाई विशेष रूपमा मनाइने गरिएको इतिहासमा उल्लेख छ। अहिले हनुमान ढोका दरबार क्षेत्रलाई नेपाली सेनाले सुरक्षा दिँदै आएकोले सो सेनाले नै विशेष पूजा गर्दै आएको छ। आज सेनाले मौलो अगाडि पञ्चबली दिएको छ। साथै बन्दुक पड्काएर हर्ष चढाइ पनि गरेको छ। आज बिहानैदेखि हनुमान ढोका दरबारका साथै नेपाली सेनाका व्यापक तथा गुल्महरूमा श्रद्धा भक्तिपूर्वक बाजागाजा सहित बलि दिएर जङ्गी निशाना पूजा तथा कोत पूजा गरिएको छ। अब न्युजमा पूर्ण व्यावसायिक विश्रामपछि चीनले अघि बढाएको BRI परियोजनाले नेपाल जस्तो भूपरिवेष्टिक र राष्ट्रियले ठूलो लाभ लिन सक्ने ऊर्जा मन्त्री पुनको भनाई र युक्रेनको क्राइमियाका एक क्याम्पसमा गोली चल्यो, 19 जनाको मृत्यु। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। ऊर्जा मन्त्री वर्षमान पुनले चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ BRI परियोजनाले नेपाल जस्तो भूपरिवेष्टिक राष्ट्रले ठूलो लाभ लिन सक्ने बताएका छन्। चीनमा चलिरहेको BRI अबद्ध देशका ऊर्जा मन्त्रीहरूले सम्मेलनमा उनले चीन र नेपालको कनेक्टिभिटीलाई BRI परियोजनाले अब अझ विस्तार गर्ने बताए।
यो परियोजनालाई दुवै देशले बिन सहकार्यका आधारमा अघि बढाउन लागेकोले नेपाल जस्ता विकासशील राष्ट्रले अधिकतम लाभ प्राप्त गर्नुपर्नेमा उनको जोड थियो। परियोजनाले यसमा जोडिएका देशबीचको आर्थिक सम्बन्धको विस्तार हुने भन्दै मन्त्री पुनले यसले विभिन्न देशबीचका आपसी सहकार्यहरूका लागि ढोका पनि खेल्ने धारणा राखे। मन्त्री पुनले विभिन्न देशबीच आर्थिक साझेदारीको वातावरण तयार भएपछि खुलापन, सन्तुलित विकास, साझा लाभको परिचान लगायतमा सहज अवस्था र वातावरण तयार हुने उनको भनाइ छ। BRI-ले विभिन्न देशबीच नीतिगत व्यवस्थाहरूबारे एक अर्कासँग सिक्न पनि मौका दिने र वित्तीय एकीकरणतर्फ डोरिन सहयोग पुग्ने मन्त्री पुनको भनाइ छ। मन्त्री पुनले BRI परियोजना लागू भएपछि अन्तर्राष्ट्रिय रूपमा हुने दुईतर्फी व्यापार विस्तारको सम्भावना पत्ता लगाउन स्वतन्त्र व्यापार सम्झौताका लागि आधार तयार गर्न, बन्दरगाह र सीमा क्षेत्रमा आर्थिक सहयोग विस्तार गर्न, बिजुली उत्पादन, जल संरक्षण, पूर्वाधारको विकास लगायतका थुप्रै विषयमा सहकार्य र सहयोग बलियो बनाउन परियोजना लाभदायी हुने पनि उल्लेख गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको स्वायत्त क्षेत्रका रूपमा रहेको क्राइमियाका एक क्याम्पसमा गोलाबारी भएको छ। क्याम्पसकै एक विद्यार्थीले अन्धाधुन्ध रूपमा गोली प्रहार गर्दा 19 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। क्राइमियाको क्रेच टेक्निकल कलेज सो घटना भएको हो। उक्त कलेजमै अध्ययनरत म्यादिलाभ सिक्यो नामका 18 वर्षीय विद्यार्थीले आफ्नै साथीहरूमाथि अन्धाधुन्ध रूपमा गोली चलाएको जनाएको छ। क्याम्पसको क्यान्टिन क्षेत्रबाट आक्रमणकारीले गोली चलाउन सुरु गरेको बताएको छ। साथीहरूमाथि यसरी गोलीबारी गरेपछि उनले पुस्तकालयमा गएर आफैमाथि समेत गोली प्रहार गरेका छन्। 19 जनाको हत्यापछि आक्रमणकारीले आत्महत्या गरेको रुसी अधिकारीहरूले पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार यसरी आफ्नै साथीहरूमाथि गोली प्रहार हुनुको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटना लगतै त्यहाँ ठूलो मात्रामा प्रहरी र सुरक्षाकर्मी परिचालित भएका थिए। अन्त्यमा हेडलाइन्स पूर्ण एकपटक। कोशी नदीमा डुबेर एक बालकको मृत्यु। महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु। काठमाडौँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु। आज नवरात्रिको अन्तिम दिन शक्ति स्वरूपमा माता सिद्धिदात्री देवीको पूजा गरिँदै। शक्तिपीठ राजदेवी मन्दिरमा बलि प्रदान सम्पन्न। यसपल्ट करिब 15,000 बलि चढाइयो। र युक्रेनको क्राइमियाका एक क्याम्पसमा गोली चल्यो, 19 जनाको मृत्यु। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।